नमस्कार। सबैजना सन्चै हुनुहुन्छ हैन त? आज केही जीवन उपयोगी कुराहरू सिकौँ। मैले पनि सिकेकी हुँ, सिक्दैछु र यो जीवन नै एउटा सिकाइको प्रक्रिया रहेछ। कहिले पनि हामी पूर्ण हुँदैन रहेछौँ। कुचो तबसम्म बाँधिएको हुन्छ जबसम्म कसिङ्गर बढार्न सक्छ। तर जब कुचो लथालिङ्ग भएर फुकेर जान्छ र स्वयं कसिङ्गरमा परिणत हुन्छ, त्यतिखेर कुचो बाँधिँदैन। त्यसैले आफ्ना मान्छेसँग सधैँ बन्धनमा बाँधिएर रहनुहोस्, किनभने अनेकतामा नै एकता हुन्छ। श्रीकृष्ण भन्नुहुन्छ, त्यो सपना पुरा हुँदैन जुन निधाएको बेला देखिन्छ, सपना त्यही पुरा हुन्छ जसका लागि हामीलाई निदै लाग्दैन। निद त बच्चा बेला हुँदा राम्रोसँग आउँथ्यो, उमेर बढेपछि त थकानले आराम खोज्ने मात्र हो। जो हिजो थियो त्यसलाई बिर्सिएर त हेर्नुहोस्, जे आज छ त्यसलाई सम्पूर्ण रूपले बाँचेर त हेर्नुहोस्। जे आउनेवाला छ, समय स्वयं राम्रो रूपले आउनेछ, कोसिस गरेर त हेर्नुहोस्। पछुताउने मात्र कामले विगतलाई बदलिन सकिन्न। चिन्ता गरेर मात्र भविष्य राम्रो हुने पनि होइन। त्यसैले वर्तमानको आनन्द लिनु नै जीवनको साँचो सुख हो। जिब्रोको स्वाद छोड्न सकियो भने शरीरलाई फाइदा हुन्छ, विवादलाई छोड्न सकियो भने सम्बन्धलाई फाइदा हुन्छ, व्यक्तिगत स्वार्थ छोडियो भने जीवनलाई फाइदा हुन्छ। हामीले प्रत्येक सम्बन्धलाई समय दिनु जरुरी छ, किनभने कसलाई के थाहा भोलि समय प्रशस्त होला नहोला, तर सम्बन्ध नरहन पनि त सक्छ। कोसिस गरौँ कि कोही पनि हामीसँग चित्त दुखाएर नहिँडोस्। जिन्दगीमा आफ्ना मान्छेको साथ नछुटोस्, तर कसैले तपाईँको तारिफ गर्यो भन्दैमा उति नै खेरै धेरै प्रफुल्लित पनि नहुनुहोस्। याद गर्नुहोस्, तारिफको फुलको तलपट्टि मतलबको नदी बगिरहेको हुन्छ। बाधा अडचनहरू हाम्रो जीवनमा बिना कारण आएका हुँदैनन्। समस्याहरू आउनुको सङ्केत हो कि हामीले हाम्रो जीवनमा केही न केही कुराको परिवर्तन गर्नु आवश्यक छ। जिन्दगीको एउटा ध्रुव सत्य यो हो कि हाम्रो शरीर एक दिन खरानी भएर जान्छ। एउटा उमेर पार गरेपछि प्राय सबैलाई यो कुराको जानकारी हुन्छ कि दिन राम्रो होस् वा नराम्रो बितेर जान्छ। जिन्दगीका केही अध्याय यस्ता छन् जसको अवधि आज वा भोलि समाप्त भएरै जान्छ। त्यसैले अनाहकमा त्यस्ता कुराहरूको पीर चिन्ता लिनु हुँदैन। बरु जिन्दगीमा एक्लै नै सङ्घर्ष गर्नुहोस्, तर जबरजस्ती कसैसँग सम्बन्ध निभाउने कोसिस नगर्नुहोस्। हिसाब किताब राख्दै गर्नुहोस्। आजकाल मानिसहरू निकै छिटो परिवर्तन हुन्छन् र बिर्सन्छन्। तिमीले के गर्यौ मेरा लागि? चाहे कुनै पनि मानिस जति नै अवगुणी देखियोस्, उसमा केही न केही गुण भने अवश्य लुकेको हुन्छ। हालखबर सोध्दैमा कसैको पनि हालखबर राम्रो हुने त होइन, तर सोधिदिँदाखेरि यस्तो लाग्छ कि भिडभाड र भागदौडपूर्ण यो जिन्दगीमा कोही त छ नि जसले मेरो थोरै भए पनि ख्याल राख्छ र जसले मलाई थोरै भए पनि सम्झिन्छ। कति राम्रो लाग्छ जसले हालखबर सोधिदिन्छ। यदि खराब मानसिकता भएका मान्छेलाई कुनै कुराको लागि सम्झाइ बुझाइ गर्दा त्यसलाई स्वीकार्थे भने महाभारत जस्तो युद्ध हुनै सक्दैन थियो। भगवान श्रीकृष्णले यसै भन्नुहुन्छ, मान्छेहरू गल्ती मान्दथे र स्वीकार्दथे भने महाभारत हुँदैन थियो। सम्बन्ध जुनसुकै होस्, यसरी निभाउँदै जानुस् कि त्यो सम्बन्धको डोरी जिन्दगीभर नछुटोस्। जीवनका हरेक स्वर्णिम मोडहरूबाट यादको भकारी भर्दै जानुहोस्। ओठमा सधैँ मुस्कान ल्याउनुहोस्। आफू उदास नरहनुहोस् र वरिपरिकालाई पनि उदास नरहन भन्नुहोस्। उदास नरहने उपाय दिनुहोस्। संसारमा 4 स्थान कहिल्यै भनिँदैन रहेछ: समुद्र, शमशान घाट, तृष्णाको घडा र मान्छेको मन। गरिब मान्छेको आँसु कहिल्यै लाग्न दिनु हुँदैन। दुई जिब्रे मान्छेको राय सल्लाह पनि लिनुको कुनै अर्थ हुँदैन।
पैसा छ भने तपाईँको अयोग्यताले पनि खासै फरक पार्दैन रहेछ, तर गरिबी छ भने तपाईँको योग्यताको पनि कसैले त्यति मतलब नगर्दो रहेछ। जिन्दगी एकदमै सङ्घर्षपूर्ण बनाइदिने रहेछ गरिबीले। आफ्ना ती हुन् जसले अरू कुनै व्यक्तिका लागि तपाईँलाई नजरअन्दाज गर्दैन। जसरी थोरै औषधिले पनि ठुलोभन्दा ठुलो रोगलाई निको पार्दछ, त्यसै गरी भगवानप्रतिको थोरै ध्यान र आराधनाले मनुष्य जातिको धेरैजसो पीर चिन्ता र बेचैनीलाई साम्य पार्न सक्छ। त्यसैले आफ्नो समयको केही मिनेट भए पनि थोरै ध्यान र साधनालाई छुट्याउनुहोस् भन्ने गर्नुहुन्छ गुरुहरू। समय खराब र सही जस्तो चलेको भए पनि परिवर्तन हुने कुरा परिवर्तन भएरै छाड्छ। राम्रो समयमा केही त्यस्ता गल्तीहरू नगर्नुहोस् कि खराब समयमा पनि मान्छेहरू तपाईँलाई नै दोषी देखाउन्, तपाईँकै साथ छोडुन्। त्यसरी राम्रो समय चल्दा गल्तीका कामहरू नगर्नुहोस्। जिन्दगीमा केही न केही चिजको कमी महसुस हुनु पनि जरुरी छ। कमी भएको कुराले अरू मेहनत गरेर कमीलाई हासिल गर्ने ऊर्जा दिइरहन्छ। जिन्दगीमा तपाईँ खुसी हुनुहुन्छ त्यो कुरा राम्रो हो, तर तपाईँको कारण कोही अरू मानिस खुसी छन् भने त्यो जतिको उत्तम केही हुँदै होइन। भगवान श्रीकृष्ण भन्नुहुन्छ, यदि कसैले तपाईँलाई दुखी बनाउँछ भने मन नदुखाउनुहोस्, किनभने मान्छेहरू प्राय त्यही रुखमा ढुङ्गा हान्छन् जुन रुखमा लटरम्मै फल लाग्दछ। जब मानिसले चाबी बिनाको कुनै पनि ताला बनाउँदैन भने भगवान त झन् भगवान हुन्, उनले समाधान बिनाको समस्या किन बनाउँथे होला र। मौन रहनु एक साधना हो र सोचेर विचारेर बोल्नु एक कला हो। कसैलाई केही फरक पर्दैन कि तपाईँ कुन हालतमा बाँचिरहनु भएको छ। तपाईँ स्वयंले तपाईँको परिस्थिति बदल्नु पर्ने हुन्छ। तपाईँ आफैसँग यति बलियो हुने बाचा गर्नुहोस् कि संसारका कुनै पनि तत्त्वले तपाईँको मनको शान्तिलाई भङ्ग गर्न नसकोस्। जब मान्छेको जिन्दगीमा तपाईँको बस्ने स्थानमा कोही आयो भने त्यो परिस्थितिमा तपाईँ पछि हट्नु नै उत्तम हुन्छ। प्राय मानिसलाई त्यही सम्बन्धले सताउँछ जुन सम्बन्ध उसको सबैभन्दा नजिकको थियो, सबैभन्दा प्यारो थियो। यदि तपाईँ दुःखतर्फ बढी ध्यान दिनुहुन्छ भने तपाईँ हर हमेसा दुखी नै रहनुहुन्छ। तर तपाईँ सुखतिर ध्यान दिनुहुन्छ, खुसीतिर ध्यान दिनुहुन्छ भने त्यो कुराहरू आफसे आफ तपाईँको नजिक भएर आउनेछन्। तपाईँ जुन चिजलाई बढी ध्यान दिनुहुन्छ त्यही चिज सक्रिय भएर आउँछ र त्यही चिज तत्कालै तपाईँको जीवनमा प्रवेश गर्न सुरु गर्दछ। यही नै शाश्वत नियम हो। जे कुरा हृदयबाट दिइन्छ त्यो कुरा हातबाट दिन सकिँदैन र त्यो कुरा शब्दमा उतार्न पनि सकिँदैन। जस्तो कि आशीर्वाद, कसैको लागि राम्रो सोच, मनबाट आउने प्रार्थना, हैन? यी कुराहरू देखिने कुरा होइनन् तर महसुस गर्ने कुरा हुन्। चिन्ता नलिनुहोस्, किनभने जसले तपाईँलाई यस संसारमा ल्याए उनैलाई तपाईँको झन् धेरै चिन्ता छ। सम्बन्धलाई केवल समयको मात्र होइन, समझदारीको पनि आवश्यकता हुन्छ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, तिमी यो संसारमा कसलाई गुमाउला भन्ने डरमा छौ, जबकि यो संसारमा तिम्रो कोही पनि र केही पनि छैन। यो सबै एकदमै सीमित समयका लागि हो। त्यसैले चिन्ता छोडिदेऊ, सन्तोषको निद निदाऊ। भगवान सधैँ तिम्रो साथमा छन् र तिम्रा समस्याहरूलाई हेरिरहेका छन्। जिन्दगी जिउनु छ भने अप्ठ्यारो त सामना गर्नु नै पर्छ। मरेपछि त आफै जलिरहेको पनि महसुस नै हुँदैन नि। आफ्ना ती होइनन् जो तस्बिरमा एकै ठाउँमा उभिन आएका छन्। असली रूपमा आफ्ना त ती हुन् जो दुःख पीडामा साथ दिन आउँछन्। दुनियाँदारीको यो भिडमा मनलाई कहाँ सन्तोष छ र? केही समय एक्लै बसेर त हेर, तिमी आफैलाई सम्पूर्ण रूपले चिन्न सक्नेछौ।
मानिसले आफ्नो खराब समय भुलेर जान्छ, तर खराब समय चलेका बेला जसले खराब व्यवहार देखायो त्यो कहिल्यै पनि भुल्न सक्दैन। सकारात्मक सोचमा पनि तिमी यति व्यस्त रहौ कि गलत विचारले तिमीलाई छुनै नसकोस्। भगवान श्रीकृष्ण भन्नुहुन्छ, कोही न कोही मानिसका लागि सक्दो मद्दत गर, किनकि प्रकृतिको एक नियम छ, जुन कुवाको पानी मानिसले धेरै पिउँछ त्यो कुवा कहिल्यै सुकेर जाँदैन। जो व्यक्तिले जीवन स्तर उकास्नलाई आफ्ना बानी व्यवहारमा सुधार ल्याउन सक्छ त्यो व्यक्तिको जीवनशैली पनि सुधार भएर आउँछ। अनि जसले आफ्नो बानी बेहोरालाई उस्तै राख्छ उसले हिजो जस्तो जिन्दगी बितायो भोलि पनि त्यस्तै बाँच्नुपर्ने हुन्छ। समय कहिल्यै कसैको लागि पनि रोकिँदैन। आज यदि खराब समय चलिरहेको छ भने भोलि राम्रो समय पक्कै आउनेछ। तपाईँ केवल निस्वार्थ भावनाले आफ्नो कर्म गर्दै जानुहोस्। जिन्दगीमा जति पनि अप्ठ्यारोहरू आउन् ती कुराहरू र समस्या र चुनौतीहरूसँग कहिल्यै भाग्नु हुँदैन, किनभने जतिसुकै प्रयास गरे पनि समस्या र चुनौतीहरूले हामीलाई कहिल्यै पछ्याउन छाड्दैनन्। यसैले चुनौतीहरूलाई डटेर सामना गर्नुहोस्। मान्छेहरू भन्ने गर्छन् कि उनीहरूसँग समय नै छैन। समय नै छैन। सबैसँग समय त बराबरै हो, 24 घन्टै हुन्छ। जब उनीहरूले तपाईँलाई समय दिन आनाकानी गरिरहेका छन् भने ती मान्छेहरूसँग समयको भिख माग्दै नबाङ्नुहोस्। त्यस्ता मानिसहरूसँग बरु टाढै रहनुहोस्। जसले समय छैन भन्छ ती मान्छेहरू तपाईँसँग अघाइसकेको पनि हुनसक्छ। भगवानले केवल मार्ग निर्देश गर्न सक्छन्, त्यो मार्गमा चल्नु हाम्रो काम हो र यथार्थ यही हो कि भगवानले देखाएको मार्गमा हिँडियो भने हाम्रो जीवन सहज हुनेछ र असफलताका पाइला पनि सफलतातर्फ मोडिनेछन्। यदि कसैले सही मार्ग देखाएको छ र त्यसमा हिँडिएको छैन भने यो हाम्रो मूर्खता नै हो। केही मानिसहरू आफ्नो जिद्दीपनाका कारण महत्त्वपूर्ण नाता सम्बन्धलाई पनि बेवास्ता गरिदिन्छन्। जुनसुकै कारण होस्, जेसुकै विषय होस्, आफ्नो रिसलाई काबुमा राख्नुहोस्। चर्को आवाजले नबोल्नुहोस्। मनलाई शान्त राख्नुहोस्। विचार मन्थन गर्नुहोस् र अनि मात्र निर्णय लिनुहोस्। चर्को स्वरमा कसैलाई रिस उतार्दैमा समस्याको समाधान हुँदैन। शान्तिसँग मात्र समस्याको समाधान सम्भव छ। यति महत्त्वपूर्ण मानव जीवन मिलेको छ, एउटा उदाहरण बनेर देखाउनुहोस्। नत्र इतिहासको पाना त आजकल पैसा दिएर पनि लेखाउने चलन छ। सफलता हासिल गर्दै माथि माथि चढ्दै जाँदा सबैको वाहवाही पाउनु सामान्य हो, स्वाभाविक हो। दुनियाँले सफलताको हात हल्लाएको मात्र देख्छ। त्यो सफलता पाउनलाई तपाईँले रात दिन कति मेहनत गर्नुभयो, कति राप ताप भोग्नुभयो त्यो कसैले देख्दैन। सरसर्ती हेरौँ त नाता सम्बन्ध तपाईँको सफलतामा मात्र बस्छन्, नत्र भित्रै डस्छन्। तपाईँ सफल हुँदा टाढैबाट मान्छेहरूले तपाईँलाई हेलो हाई गर्छन्, तर असफल हुँदा भरोसा पाउन कति गाह्रो हुन्छ। सफल भएको बेलामा चिन्जानै नभएका मान्छे पनि नाता लगाउँदै नजिक बन्न आउँछन्। असफल हुँदाखेरि आफ्ना मान्छेहरू पनि पर भाग्छन्। यदि कोही मान्छे हजुरसँग सम्बन्धमा बसिरहन चाहँदैन भने उसलाई स्वतन्त्र छाडिदिनुहोस्। जबरजस्ती निभाएको सम्बन्धले शान्ति पनि दिँदैन। जरुरी छैन कुनै मिठो भोजनले मात्र कसैको मन जित्न सकिन्छ। एउटा मिठो बोलीले पनि कसैको जीवनमा मिठास भर्न सकिन्छ। मौन रहनुहोस्। मौनतामा तपाईँ छुट्याउन सक्नुहुनेछ को तपाईँका आफ्ना हुन् र को तपाईँका पराई। जिन्दगीमा अगाडि बढ्न कहिलेकाहीँ कुनै पाइलाहरू एक स्टेप पछाडि लैजानु पनि जरुरी हुने रहेछ। कदर र समय भन्ने कुरा यो कमालकै कुरा रहेछ। जसलाई कदर गरिन्छ उसले समय दिँदैन, जसले समय दिन्छ उसलाई कदर मिल्दैन। कहिल्यै पनि त्यो व्यक्तिलाई नजरअन्दाज नगर्नुहोस् जसले तपाईँको परवाह गर्दछ, नत्र भने एक दिन तपाईँलाई पछुतो हुनेछ। ढुङ्गा जम्मा गर्दै गर्दा हिरालाई गुमाए भन्ने। आजको जीवनोपयोगी कुराहरू यहाँहरूलाई के कस्तो लाग्यो सुनेर प्रतिक्रिया दिनुहोला। फेरि हाम्रो भेट अर्को भिडियोमा हुनेछ। एकअर्कामा माया बाँडौँ, सद्भाव बाँडौँ, सहयोग गरौँ। नमस्कार है त।